हेलो एभ्रिवान, आज म तपाईँहरूको अगाडि चाहिँ नानीहरूको लागि भिडियो बनाएको छु। नानीहरूको मेमोरी वर्ड्स यसरी पनि यो तरिकाले पनि हामीले गर्न सक्छौँ भनेर चाहिँ तपाईँहरूलाई बताउन गइरहेको छु। विशेष सन्डे स्कुलको टिचरहरूलाई तपाईँले यस्तो बनाएर नानीहरूलाई सन्डे तपाईँले सिकाउन सक्नुहुँदो रहेछ भनेर मैले पनि बनाएको छु। यहाँनिर भजन सङ्ग्रह 23को 1 भनेर यहाँ हामीले पाउँछौँ है। यसको लागि हामीले यहाँनिर चाहिँ सर्च गर्नु पर्यो, खोज्नु पर्यो। भजन सङ्ग्रह 23को 1मा के लेखेको छ यहाँनिर हामीले पाउँछौँ। नानीहरूलाई तपाईँले घुमाउनु लाउँदा हुन्छ, टक्कै राखेर चाहिँ परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन। भजन सङ्ग्रह 23को 1, साम 23:1 भनेर यसरी तपाईँले गर्न सक्नुहुन्छ। अनि उत्पत्ति 1को 1मा हामीले के पाउँछौँ भन्दाखेरि चाहिँ हामीले यहाँनिर यसरी राखेर चाहिँ अलिकति सानो बस है। उत्पत्ति 1को 1मा है, जेनेसिस 1:1मा चाहिँ हामीले पाउँछौँ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। है यसरी चाहिँ तपाईँले नानीहरूलाई यसरी घुमाउँदै तपाईँले मेमोरी वर्ड्स गर्न सक्नुहुन्छ। भिडियो लामो भएको कारणले गर्दा मैले सबै गर्न सकिनँ। थ्याङ्क यू सो मच।